आजदेखि चाहिँ साथीहरू यो भट्टीको छेउको यो बगान चाहिँ टिप्नुपर्ने छ हो। आज सक्छ कि सक्दैन अब। यो चाहिँ भर्लाङ भन्दा चाहिँ सिलाइमा टिप्नु सजिलो हुन्छ साथीहरू, अलिक तमुलो पनि हुन्छ हो। भर्लाङ चाहिँ निकै चाम्रो हुन्छ। छुरी हेर्नुहोस् न यति यस्तो सानो छुरी हुनुपर्छ, लाग्ने दामी टिप्छ। आजदेखि चाहिँ एलाइन छराइ सुरु भयो साथीहरू, मेरो गोमिसहरू मजाले छोडिने पनि भएछ हो। यहाँ भाइहरू हुनुहुन्छ, बहिनी दिदीहरू, हामी 5-7 जना छौँ। कसै उतापट्टि छडाउँदैछ। एलाइन चाहिँ 9 बजीदेखि छोडाएको बिहान हो। त्यही अब त हात पनि दुख्नु थाल्यो। हामी कति बडा छडायो, 8 बडा छडाएछ हान्छ हामीले, 6-7 जनाले। बुहारी हुने यस्तो नै हो, मजाले काम गर्छ हाम्रो बुहारी।